आज हामी प्रवेश गर्दैछौँ श्रीमद् भगवद गीता अध्याय 17, जसलाई भनिन्छ श्रद्धात्रय विभाग योग, अर्थात् मानिसको श्रद्धा, उसको सोच, कर्म र भविष्य 3 गुणद्वारा कसरी निर्धारण हुन्छ भन्ने दिव्य रहस्य। यो अध्याय विश्वासको गहिरो विज्ञान हो, भक्ति, आहार र तपस्याको वर्गीकरण हो र आत्मिक उन्नतिको सूक्ष्म मापदण्ड हो। अघिल्लो अध्यायको सम्बन्ध अध्याय 16 मा भगवान कृष्णले दैवी र आसुरी स्वभाव छुट्याउनु भयो। अब अर्जुनको गम्भीर प्रश्न उठ्छ। श्लोक 17.1 हे कृष्ण, जो मानिस शास्त्र नमान्दै पनि श्रद्धापूर्वक पूजा गर्छ उसको स्थिति के हो? के श्रद्धा मात्र पर्याप्त छ कि सही मार्ग पनि चाहिन्छ? कृष्णको दिव्य उत्तर। कृष्ण भन्छन्, हे अर्जुन, मानिसको श्रद्धा उसको स्वभाव अनुसार 3 प्रकारको हुन्छ। श्लोक 17.2 सात्विक श्रद्धा, राजसिक श्रद्धा, तामसिक श्रद्धा। मानिस जस्तो श्रद्धा गर्छ उही नै बन्छ। सात्विक श्रद्धा शुद्ध विश्वास। सात्विक श्रद्धा भएका मानिस देवताको पूजा गर्छन्, शान्त, विनम्र र विवेकी हुन्छन्, मोक्षतर्फ उन्मुख हुन्छन्। लक्षणहरू: आत्मिक शुद्धता, शास्त्रप्रति सम्मान, निष्काम भक्ति, करुणा र संयम, सत्य र अहिंसा। श्लोक 17.4 सात्विक मानिस देवताको पूजा गर्छ। राजसिक श्रद्धा, आसक्त विश्वास। राजसिक श्रद्धा भएका मानिस शक्ति, पद र फल खोज्छन्, अहङ्कारले प्रेरित हुन्छन्, बाह्य प्रदर्शनमा रमाउँछन्। लक्षणहरू: फलको अपेक्षा, अस्थिर मन, प्रतिस्पर्धा, यश र सम्मानको लोभ, अशान्त चित्त। श्लोक 17.4 राजसिक मानिस यक्ष र राक्षसको पूजा गर्छ। तामसिक श्रद्धा, अन्धविश्वास। तामसिक श्रद्धा भएका मानिस अज्ञानमा डुबेका हुन्छन्, भय र अन्धविश्वासले ग्रसित हुन्छन्, आत्मा र शरीरलाई पीडा दिन्छन्। लक्षणहरू: हिंसात्मक साधना, मृतात्मा र भूत पूजा, अन्ध आस्था, विवेकको अभाव, आत्मघाती जस्ता कर्म। श्लोक 17.45 तामसिक मानिस